What is up साथीभाइहरु सो आज चाहिँ न्यू ब्लगको साथमा म आइसकेको छु धेरै पछि म चाहिँ आज जाँदै छु चपेटी नयाँ के रे नयाँ उयोहरु बनेको छ अरे आज अस्ति देख्दै थिएँ मैले टिकटकमा के रे नयाँ होटलहरु अथवा त्यसले के भन्छ हैन एउटा ठाउँ दामी छ अघिबाट पनि ठिक निस्किने बेला म देखिरहेको थिएँ त्यही भएर म खासमा म दमकतिर जाने खोजिरहेको थिएँ आर्ट क्याफे हाम्रो त्यो पनि गएको छैन म तर अब यो त चाहिँ अलिकति शान्त वातावरणमा मौसम पनि राम्रो थियो भनेर निस्केको ल साथीभाइहरु म देखाउँछु तपाईहरुलाई भरे ल साथीभाइहरु म चाहिँ यो नयाँ हाम्रो नयाँ रिसोर्ट जाने बाटो देखिसकेको छु यही पुल लिएर रहेछ यो पुल चाहिँ अब यता चपेटी गइन्छ यताबाट चाहिँ भन्ज्याङ चौकी बाढी कत्रो आएको सो यो टुरिस्ट सो यो ब्रिजबाट भन्ज्याङ एग्रो टुरिज्म यो सम्पर्कमा पनि छ चुराजुली 5 चपेटी यहाँबाट जाँदैछौँ हामी हैन ठिकै छ ल अहिले चाहिँ हामी आइसकेको छौँ नयाँ ठाउँमा यो चाहिँ हाम्रो चपेटी छेउमा छ हैन देखाउनुहोस् त मौसम पनि राम्रो भएछ यस्तो रहेछ साथीभाइहरु हाम्रो भन्ज्याङ एग्रो टुरिज्म चाहिँ अलिक यहाँ डिसेसहरुको चाहिँ कमी नै रहेछ हैन साथीभाइहरु आइसकेको चाहिँ म चाहिँ त्यस्तो केही रहेनछ हामीले अब मैले चाहिँ अहिले एक्सट्रिम चटपटे र फ्रेन्च फ्राइज अर्डर गरेको छु हैन अब हेरौँ टाइम लाग्छ भन्नुभएको छ फ्रेन्च फ्राइज चाहिँ तर अब वेट गर्नु पर्यो भर्खर भर्खर आएको मौसम पनि राम्रै छ आयो यहाँको वातावरण खोलाहरू छ हैन लुक एट दिस सीन गाइस सिनरी When feels like heaven यहाँ हाम्रो कटेजहरु छ हैन feels like heaven तर्फबाट मिठो रहेछ अहिले चाहिँ यहाँ अब धेरै डिसेसहरु छैन साथीभाइहरु हैन पछि छ उहाँहरुले एड गर्नुहुन्छ ल तर लोकेसन चाहिँ एकदम दामी ठाउँमा छ हैन यु क्यान भिजिट दमकदेखि त्यस्तै 15-20 किलोमिटरको दूरीमा छ शिविरदेखि त हल्का मास्तिर कति त्यस्तै 3-4 किलोमिटर काम लाग्यो It's like heaven ल साथीभाइहरु हैन म चाहिँ आज हाम्रो चपेटी मिक्राजोङ गाउँपालिकाको हाम्रो यो एग्रो नयाँ बनेको भन्ज्याङ एग्रो टुरिज्म क्षेत्रमा आएको छु चिल छ हैन मान्छेहरु चाहिँ अलि कम छ आज फ्राइडे पनि हो दमक बन्द भएर पनि होला दामी छ सेस यु क्यान भिजिट है म चाहिँ यहाँको रिकमेन्डेसन गर्छु किनभने यहाँ अब उहाँहरूले यत्रो बिजनेस खोलेर बस्नु भएको छ यत्रो इन्भेस्टमेन्ट गर्नुभएको छ त्यो रिटर्न आउनु पर्यो नि त नेपालमै के गर्छु भन्नेहरूको लागि त हैन हामीले पनि सपोर्ट गर्नुपर्ने हुन्छ हैन So everyone wants to do something in their one country, guys. We have to support them. हैन गाह्रो हुन्छ नि त किनभने यत्रो लगानी गरेपछि रिटर्न आउने नआउने हो भनेर एउटा ठुलो एउटा सानो आउँदो रहेछ
त्यही हो अब उहाँहरूले इन्भेस्टमेन्ट गर्नुभएको छ त हामी सबैले गरेर उहाँको ऊर्जा बढाऊँ होइन। नेपालमा गाह्रो छ नि त अब आफैले गर्छु भन्दाखेरि आफ्नै लागत आफ्नै सबै गर्नुपर्ने हुन्छ। राम्रो छ बिस्तारै हुन्छ यहाँको अलिकति ग्रोथ स्टाफहरू पनि कमै छ होइन। सायद अब कोही एकदम इच्छुक छ भने यहाँ आएर सम्पर्क गऱ्यो भने उहाँहरूले राख्न पनि सक्नुहुन्छ स्टाफ। यो चाहिँ एकदम लोकेसन एकदम नेचुरल प्लेसमा छ।